भारतको तमिलनाडु विधानसभामा साउथका सुपरस्टार विजय थलापतिको पार्टी र कङ्ग्रेस बीचको समीकरणलाई निकै नाटकीय र ऐतिहासिक मानिएको छ। सरकार बनाउनका लागि 118 सिटको आवश्यकता थियो। विजयको पार्टी टिभिकेले मात्र 108 सिटमा निर्वाचन जितेको थियो। विजय आफैले दुईवटा निर्वाचन क्षेत्रमा निर्वाचन जितेका हुनाले उनको पार्टीको 107 सिट मात्रै मानिएको छ। काङ्ग्रेसको समीकरण पोस्ट पोल अलायन्स चाहिँ डिएमकेसँग रहेको थियो। तर चुनावी नतिजापछि विजयको पार्टी सबैभन्दा ठुलो दल बनेपछि समीकरण फेरिएको हो। 5 सिट जितेको काङ्ग्रेसले डिएमकेसँगको पुरानो सम्बन्ध तोडेर विजयको टिभिकेलाई सरकार निर्माणमा समर्थन गरेको छ। विजयको शपथ ग्रहण समारोहमा काङ्ग्रेस आएका नेता राहुल गान्धी आफै उपस्थित भएर उक्त गठबन्धनलाई अझ मजबुत र बलियो पारेका छन्। विजयको पार्टीको 107 सिट, त्यसै गरी कङ्ग्रेसको 5 सिट, भिसिके र आइयुएमएलएको 2 सिट, वामपन्थी सिपिआई र सिपिएमको 4 सिट गरी कुल 120 विधायकको समर्थनमा यो मुख्यमन्त्रीको आजको शपथ ग्रहणलाई ऐतिहासिक मानिएको छ। चेन्नईको नेहरू स्टेडियममा आयोजित एक विशाल समारोहमा विजयले तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। कङ्ग्रेसले यस सरकारमा मन्त्री पदसहित सत्तामा साझेदार अर्थात् पावर सेयरिङ गरेको छ, जुन तमिलनाडुको इतिहासमा 6 दशकपछि पहिलो पटक गठबन्धन सरकार अर्थात् कोलिसन गभर्मेन्टको रूपमा उदय भएको